मर्निङ साथीहरू, हामी आज यता महेन्द्रमा सामान किन्नुपर्ने थियो, त्यही भएर सामान किनिवरी रुमतिर जाँदै गरेको अवस्था। यता महेन्द्रले चाहिँ हातमा जुस बोकेर पिउँदै हिँडिरहेको अवस्था। अनि यता चाहिँ फेरि नेपालको जस्तो यो घरहरू छ यता। अनि यता हामी चाहिँ दुईजना जाँदै गरिरहेको अवस्था रुमतिर। आज चाहिँ किलो मासु अनि दाल साल बोकेर हिँडेको हामी दुईजना। रुम गएपछि त्यही पकाएर खाने हो अनि फेरि सुत्ने। भरे ड्युटी छ साथीहरू। अब हाम्रो बाटो यतातिर छ अनि यता घर पनि यता चाहिँ सानो सानो रोडहरू छ। यता भित्र गाउँ बस्तीतिरको रोडहरू हो।